चिसो मौसममा गर्मी मौसमको तुलनामा ब्लड प्रेसर बढ्छ, किनभने हाम्रो शरीरलाई न्यानो राख्नको लागि रक्तनलीहरू खुम्चिन्छ। रक्तनली खुम्चिँदा रगत बग्न गाह्रो हुन्छ र ब्लड प्रेसर स्वतः रूपमा बढ्छ। अर्को, हाम्रो शारीरिक गतिविधिमा पनि कम हुन्छ। हामीले प्रशस्त मात्रामा पानी पिउँदैनौँ। हाम्रो शरीरलाई न्यानो राख्नको लागि हामीले धेरै नुनिलो, चिल्लो, पिरो खानेकुराहरू खान्छौँ। धेरैले धुम्रपान र मद्यपान सेवन गर्ने बानी हुन्छ। यी कारणहरूले चिसो मौसममा ब्लड प्रेसर धेरै बढ्ने सम्भावना बढ्छ। यसबाट बच्नको लागि सकेसम्म आफ्नो शरीरलाई न्यानो राख्नुहोस्, न्यानो कपडाहरू लगाएर हिँड्नुहोस्। घरभित्रै भए पनि सामान्य नियमित एक्सर्साइज गर्नुहोस्, प्रशस्त मात्रामा पानी पिउनुहोस्, स्वस्थकर खानपानमा ध्यान दिनुहोस्, प्रशस्त मात्रामा सागसब्जी, पालुङ्गो, तोरी, मेथीको सागहरू खानुहोस् जसमा पोटासियम प्रशस्त पाइन्छ र हाम्रो ब्लड प्रेसरलाई नियन्त्रण गर्न मद्दत गर्छ। फलफुलहरू स्याउ, अम्बा, सुन्तलामा भिटामिन सी र पोटासियम पाइन्छ जसले पनि ब्लड प्रेसरलाई नियन्त्रण राख्न मद्दत गर्छ। मुला, गाजर आदिमा फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ जसले गर्दा पनि ब्लड प्रेसर नियन्त्रणमा मद्दत गर्छ। नियमित रूपमा ब्लड प्रेसरको जाँच गराउनुपर्छ। जाडो मौसममा हाम्रो सानो लापरवाहीले पनि ब्लड प्रेसर बढ्न सक्छ। त्यसैले स्वस्थ जीवनशैली अपनाएर नियमित रूपमा स्वास्थ्य परीक्षण गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ।